कतार पनि बहुत राम्रो कन्ट्री छ र तपाईहरु पनि आउनुहोस्। देख्नुहुन्छ हामी चाहिँ अन्सल ग्यालेरी आइसकेका छौं। हामी साथीहरु सुपर कार हेलो गाइस, नमस्ते एभ्रीवन। सबैलाई थाहा पुग्छ छ आज हामी फेरि नयाँ कहाँ जाँदैछौँ हामी? अन्सल ग्यालेरी। हजुर तपाईहरु हेर्दै गर्नु होला है राम्ररी र यो भिडियोलाई स्किप नगरी नाकाटी हेर्दिनु होला। धेरै लाइक भन्दा लाइक, शेयर भन्दा शेयर गरिदिनु होला। यस, थ्यांक यू सो मच साथी। यस, थ्यांक यू सो मच। र आज फेरि हामी अन्सल ग्यालेरी जाँदैछौँ र हेरौँ के कस्तो हुन्छ आजको रमाइलो दिन है। मजा आउँछ, धेरै एक्साइट छ सबैजना अन्सल ग्यारेज जानुको लागि र फर्स्ट टाइम जाँदैछौँ हामी र हामी 5 जना छौँ टोटल। र कतारमा चाहिँ यस्तै हो है, छुट्टीको दिन घुम्नुपर्छ, इन्जोय गर्नुपर्छ, किनभने माइन्ड फ्रेस पनि हुनुपर्छ। त्यो चाहिँ हो। यहाँ नेपालको धर्मेन्द्र दाई। हेलो गाइस, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला हाम्रो आकाश बरोको युट्युब च्यानललाई। सही हो। थ्याङ्क यू गाइस। अनि हामी चाहिँ अनुसार ग्यालेरीतिर जाँदैछौँ। सही हो। कतार ग्यालेरी। अब खाडीको लाउरे यस्तै हो है। विदेशमा काम छैन, अब कामसाम अहिले स्थगित भएर हामी बसिरहेछौँ। कम्पनीले छुट्टी दिइरहेछ, आराम गर भनेर। त्यही भएर अब हामी चाहिँ जाँदैछौँ गाइस, घुम्न जाँदैछौँ। अनि दाइ, तपाईँलाई यहाँ कतार जब तपाईँ फर्स्ट टाइम आउनुभयो त्यहाँदेखि यता कस्तो लाग्दैछ अहिलेसम्म कतारको? कतार मलाई धेरै राम्रो लाग्छ। कतार भनेको एकदम होइन राम्रो कन्ट्री हो। यहाँका मान्छेहरू एकदम राम्रा छन्। हजुर। प्लस हाम्रो कम्पनी पनि एकदमै राम्रो छ। हाम्रो कम्पनीमा काम गर्ने साथीहरू, स्टाफहरू एकदम राम्रा छन् होइन। हामी चाहिँ रेस्पेक्टेड पर्सनहरू छन् हाम्रो कम्पनीमा। खुसी लाग्छ, राम्रो लाग्छ। टाइम टु टाइम सेलेरी आउँछ। ठिक छ, राम्रो छ। हो हो, 100% सही हो। यो चाहिँ कतारको होस्टहरूले एकदम राम्रो वेलकम गर्छन्। कतार एकदम घुम्ने ठाउँ पनि छ। राम्रो राम्रो समुद्रहरूदेखि लिएर यहाँ राम्रो राम्रो ठाउँहरू छ। हेर्नुहोस् गाइस, हामी चाहिँ साथीभाइहरू यसो घुमौँ भनेर बाहिरतिर निस्केको नि। बोरिङ हुन्छ है रुममा कति बस्ने। त्यही भएर थ्याङ्क यू सो मच सर दाइलाई पनि। थ्याङ्क यू। देख्नुहुँदैछ है कतारको चाहिँ यो हो। एकदम राम्रो भ्यू छ अहिले तपाईँको र धेरै बसहरू छ। हेर्नुहोस् यहाँ एक से एक बसहरू छ। यहाँ चाहिँ जति पनि गाडीहरू यहीँ एकदम राखेको छ। र देख्नुहुँदैछ है सुन्दर राम्रो नजारा कतारको। यो चाहिँ हो कतार। हेर्नुहोस् मोटामोटी तपाईँको धेरै टाढै रहेछ अन्सल ग्यारेज र नजदिकै पुग्न आँटेका छौँ हामी। र हेर्दै गर्नु होला, यो एकदम ठुलो बिल्डिङ रहेछ तपाईँको। यसको लेन्थ चाहिँ बहुत लामो छ है। हामी वहाँदेखि आएको यति लामो, माई गॉड। कतार पनि बहुत राम्रो कन्ट्री छ र तपाईहरु पनि आउनुहोस् कतारमा है, सो घुम्नको लागि र आफ्नो लाइफ इन्जोय गर्नुहोस् आएर। यो चाहिँ हो एकदम चिसो हावा, मस्त छ यहाँको वातावरण र सफ्ट एकदम। पोल्युसन छैन कतारमा त्यति। र कतारमा तपाईको पेट्रोल डिजल एकदम सस्तो हुन्छ। त्यही कारणले यहाँको गाडी हमेसा स्टार्टमै राख्छ तपाईको। र तपाईको आधी घन्टा हो जस्तोको लागि चाहिँ स्टार्ट गरेर राख्छ गाडी। र कतारमा हमेसा गाडीहरू फुल एसीमै हुन्छ, एसी लेस हुँदैन गाडीहरू। र बाइकहरू पनि छ कतारमा। यहाँ त बाइक त एकदम सुपर कार, सुपर बाइक, खतर मात्रै छ। र यस्तै हो। देख्नुहुन्छ हामी चाहिँ अन्सल ग्यालेरी आइसकेका छौँ।
हामी साथीहरू सबैजना र तपाईँको यो चाहिँ हो अन्सल ग्यालेरी अनि सुपर मार्केट चाहिँ तपाईँको फिजिकली मेन्टेन्सको लागि रहेछ है, जिम गर्नेहरू धेरै धेरै राम्रो राम्रो चिजहरू छ तपाईँको अन्सल ग्यालेरीमा है, देख्न सक्नुहुँदैछ। जगहरू थुप्रै है, पानी पिउने जगहरू थुप्रै विभिन्न प्रकारको छ यहाँ। अनि यस्तै रहेछ तपाईँको यहाँ ट्रेहरू धेरै राम्रो। यहाँ विभिन्न प्रकारको तपाईँले चप्पल र जुत्ताहरू देख्नुहुँदैछ है। डिस्कलर यो कस्तो छ यो अहिले मैले देखेको छु त यो पनि राम्रै छ, राम्रो छ है कपडा। हेर्नुहोस् त। थ्याङ्क यू सो मच हाम्रो यस आजको भिडियो हेरिदिनु भएकोमा। र फलो गर्नुहोस् है, कमेन्ट गरिदिनु होला, र युट्युबबाट हेर्नुहुँदैछ भने सब्सक्राइब गरिदिनु होला तपाईँहरूलाई। र आज चाहिँ यस्तै भयो है हाम्रो अन्सर ग्यालेरी है, असल ग्यालेरीको टुर। र हामी सुपर मार्केट पनि गयौँ र कति जग्गा भिडियो अब गर्नु एलाउ छैन, तर पनि अब यहाँको अब नियम कानुनलाई भङ्ग गर्नु भएन। र यस्तै हो आजको है। र हामी एसएन सिटी आइसकेको छौँ, रुम जाँदैछौँ अब खानासाना खाएर चाहिँ। थ्याङ्क यू सबैलाई।